Hello everyone, welcome back to my YouTube channel. म आइसकेको छु कन्टेन्ट क्रिएटर लिएर अनि म चाहिँ के भन्न आएको भने नि म चाहिँ काठमाडौँ छोडी गाउँ जाँदैछु। अब काठमाडौँ चाहिँ म अलिक पछि आउँछु। अहिले म आउँदिनँ त्यति अनि आउँदिनँ अब त्यति चाहिँ आउँदिनँ भन्दिनँ माघतिर आउँछु म अहिले भन्ने सो त्यही हो साथीहरू। अब चाहिँ म चाहिँ गाउँ जान्छु होला, गाउँ जान्छु। गाउँ गएर आउँछु। म चाहिँ कन्टेन्ट मलाई चाहिँ हेर्नुलाई युट्युबमा सब्सक्राइब गर्नुभएको छैन भने युट्युबमा प्लिज जसरी भएर सब्सक्राइब गर्नु अनि हेर्नु, मलाई हेर्न पाउनुहुन्छ। फोहोर आएको रहेछ, फोहोरहरू आएको रहेछ अनि म चाहिँ यहाँ माथि जाँदैछु कन्टेन्ट क्रिएटर चलाएर हिँड्ने फलानी भन्ने होला, भिडियो बनाउँदै हिँड्ने भन्ने होला भनेर भन्दै गर्न दिनुपर्छ। र युट्युबमा ब्लग पनि हालिराखेको थिएन मैले, हिजो अस्ति धेरै पछि हाल्न लागेको। हिजो हालेको थिएँ, अस्ति 4-5 दिनको ग्यापमा हालेको थिएँ अनि अहिले चाहिँ हालेको छुइनँ। अब फेरि हाल्छु म, कन्टेन्ट चलाएपछि हालेँ ल। म चाहिँ कन्टेन्ट क्रिएटर चलाउँदै हिँड्दै कहाँ जान लाग्यो भन्नुहुन्छ होला तपाईँहरूले, तर म चाहिँ उता जान लागेको केटिएमलाई चाहिँ बाई बाई गर्दैछु म। अब काठमाडौँलाई चाहिँ सकेसम्म नै बाई बाई गर्नुपर्ने हुन्छ र गर्दैछु। काठमाडौँ इज द सिन्धुली। म चाहिँ मेरो घर फर्किँदैछु, तर किन कसरी भन्नु चाहिँ नसोध्नु होला, पछि भन्नु होला म हजुरहरूलाई, आज चाहिँ भन्दिनँ। मलाई यो भ्लग बनाउँदाखेरि पनि मलाई यस्तो इमोसनल फिल भइरहेको छ, इमोसनल क्या हुन्छ नि। केटिएम भए जस्तो अब केटिएममा आफूले बसेको, गाउँमा गए आफ्नो बाउआमाको घरमा बसेको, फेरि भएर बसेको र बाउआमासँग बसेको धेरै फरक हुन्छ। अनि त्यो कन्टेन्ट क्रिएटर चाहिँ मैले आज चलाउन सफल भएको छु। दिनमा म त साथीहरू के भन्छु भने काठमाडौँ आउँदै नआउने त होइन, आउँछु तर अलिक पछि माथितिर आउँछु। अहिले चाहिँ आउँदिनँ, किन कसरी भनेर चाहिँ नसोधिदिनु होला भन्न चाहन्छु। किन कसरी अब हुन्छ नि त, धेरै त्यस्तो चाहिँ होइन साथीहरू, त्यस्तो चाहिँ होइन। म युट्युबबाटै बेच्दा हिँड्नलाई सफल हुनु पनि लागि नि आफूले दुःख र मेहनत धेरै गरियो होइन। काठमाडौँ बसेर नि मेरो केही काम पनि भएन। म बाटैभरि गाडी राखिदिएर के गर्नु साथीहरू, हेर यस्तो बिजो रमाइलोको भएछ र अब चाहिँ म तेर्साउनु पर्दाखेरि म यसरी तेर्साउँछु आएर यसरी तेर्साउँछु। मेरो एउटा थम्बनेल भिडियो राख्नको लागि चाहिँ दिन्छु। मेरो पनि धेरै काम छ अनि धेरै उ छ। अब गएपछि के गरिएला कसो गरिएला थाहा छैन। सुखहरू कुरा यस्तै हो, जिन्दगी चलाउनु पर्छ। सोच्नेले राम्रो सोचे पनि नसोच्नेले चाहिँ राम्रो नै सोच्नुहुन्छ।
कति कन्टिन्यू भिडियो आउँछ भन्ने त थाहा छैन नि त। अब टाइम मिलेसम्म चाहिँ अब घाँस दाउरा गरेर नै भिडियोहरू आउँछ होला पुरा सो त आउन सक्छ। अनि गाउँमा मेरो घर छ सानो मेरो बस्ती। मलाई चाहिँ यहाँ बोलाएको कारणले चाहिँ जानकारी छ र राम्रोसँग राम्रो नै होस् भन्न चाहन्छु र नराम्रो नहोस्। मेरो यस्तो पाएको नि यस्तो देखिरहेको छ। यति धेरै कन्टेन्ट क्रिएटर चलाइरहेको थिएँ त्यही समयमा मेरो चाहिँ फोन पनि आयो साथीहरू। फोन आइसक्यो। अब कन्टेन्ट क्रिएटर चलाउनुभन्दा अगाडि नै मेरो फोन आइसकेको छ। मैले अहिले फोन छैन पछि होला। अब यस्ता कुराहरू चाहिँ धेरै हुन्छ। मेरो यता पनि फोन छ तर चार्ज कति छ 19% चार्ज पनि गरौँ होला। अब कसैको सहमति बिना नि तर कसम भनेको होइन यति भनेको मेरो 6 मिनटको मात्रै भिडियो भयो। 7 मिनटको भिडियो भयो होइन 7 मिनटको भिडियो भएछ। यहाँ आइमी त कोही पनि छैन नि त हौ। 7 मिनटको भिडियो भएछ। सबैजना यतै आएर बस्नु भएको रहेछ होइन। एकैछिनमा ब्याक गर्छु।